वेलकम ब्याक टु न्यू ब्लग। यो गाइज यहाँ सुगे यहाँ ओल्डेखन हामी तिनजना आइए अहिले यता आजको विशेष काम भनेको सोडियम पड्काउने हो। स्कुलबाट मागेर ल्याइरहेको छ चोरेको होइन। हामी अहिले यहाँ भुतिया ठाटिया खाम लास्टै भुतिया आयो। यहाँ जानु नि डर लाग्यो मलाई, त्यही भएर अब यहाँ अब गाइज तलतिर सोडियम पड्काउनु जाने हो। बाटो चाहिँ यस्तो अगाडि सुक्यो। हामी चाहिँ उतै गण्डकतिर पुगेपछि देखाइदिन्छौँ है त। गण्डकीमा आइयो है, गण्डक काली गण्डकी। अब सोडियम पड्काउने सोडियम अरू चाहिँ छैन। आज कता कता गएछन्। काली गण्डकी भ्यू चाहिँ यस्तो है। सुगम सोडियम देखाइदेऊ त। फुल प्याक स्कुलबाट ल्याएको त कति धेरै भयो, तर हामीले पड्काउन भ्याइया थिएन। आज पड्काउनु जाँदैछौँ। अनबक्सिङ चेतेर हुन्छ कहाँ बवाल हो नि, कति धेरै ऱ्याप गरेको थियौँ। यसरी फोहोर गर्न त हुन्थेन यार गाइज यार। अहिले उठाइन्छ हाल ब्याक क्यामेरा अफ क्यामेरामा उठाइन्छ यार। यस्तो छैनौँ हामी है। दर्शन ल सोडियम बवाल यही हो सोडियम पनि। पनिर जस्तै हुन्छ हेर्नु गाइज। पुरै गले अहिले त मस्त ल ल हामी उता अब त्यहाँ हो यहाँ पड्काइन्छ अहिले। गण्डकी चाहिँ अलि ठुलै हुन्छ, हो यो रमा पड्काइन्छ। अब गाइज हामीले सोडियम भाजिसक्यौँ। यस्तो मस्त हुन्छ कि भाज्दाखेरि सेटिस्फाइङ एकदम। यो मेटल है गाइज मेटल। अब हामीले चाहिँ यो टेस्ट मात्रै गरिन्छ, पहिला यो पड्किन्छ कि हामी यसको लागि एक्सपायर भएर बसेको थियो। ल 1 2 3 काउन्ट गर्छ। 1 2 3 ओए पड्किन क्या यार, पड्किन क्या यार। त्यत्रो सानो बेसी पड्केको छैन। यो कत्रो पड्केला गाइज। अब हेर्नु है, यो झन् बवाल पड्किन्छ। बग्दै आयो यता खिच्नलाई उता पर्वेश क्यामेरामै सिनेमेटिकको लागि देखाइदेऊ त। सिनेमेटिकको लागि पर्वेश छ। अब मैले चाहिँ उयो देखाइछु। यस धेरै केही नहोस्, यहाँ धेरै केही भयो भने हामी मरिन्छ यहाँ। म के 1 2 3 गाइज अल्टा जाम जुमा नै सुगम गाइज। लेट्स सी हेर्नु गाइज, अहिले ओइल हुँदैछ रिएक्सन। पानीमा आगो बाल्दियो, पानीमा आगो बोलिरहेको छु गाइज। धुवा आयो नि त, बादलै बादल भयो पुरै। अझै छ त्यहाँ। उयो हेर नि, यो बग्दै आएको। यस्तो तेल हुँदो रहेछ गाइस। तेल रिएक्सन हुन ढिलो हुँदो रहेछ कि, त्यही भएर पुरै त्यो पटेकाको लडी पड्का जस्तो के। सोडियम यही थियो आजको लागि, यति नै। यो अहिलेसम्म धुवाको आए नै यत्रो बेर भयो यहाँ पड्काएको। त्यहाँ पुरै धुवै बादलै बादल बनाएको छ। यहाँ पृथ्वी हात धोइरहनु, फेरि तेल नगर हैरान हुनु रहेछ। कस्तो तेल हो यार।